Today we are making a quick and easy snacks vegetable pakoda, which is most popular snacks of India since ancient time. It has been enjoyed in Nepal and other countries. So today we will show you the authentic vegetable pakoda recipe. I hope तपाईहरूले अन्तिमसम्म भिडियो हेरेर साथ दिनुहुन्छ। Hello guys, what's up? It's me, Hitesh Thakali. Welcome to my cooking channel, episode number 4. And I hope तपाईहरु सबै सन्चै हुनुहुन्छ। म पनि यहाँ सन्चै छु। Today we are making Indian cuisine snacks, which name is pakoda, which is very popular in South Asia, and pakoda is popular in Nepal also. So hope you will enjoy the video and watch till the end. अब चाहिँ हामी मेजर इन्ग्रेडियन्ट्सहरु रेडी पार्नतिर लाग्यौ। सो हाम्रो चाहिँ मेजर इन्ग्रेडियन्ट्समा चाहिँ पर्छ हाम्रो भेजिजमा रहेको छ हाम्रो क्याबेज, अनियन, क्यारोट एन्ड ग्रीन कोरिएन्डर and some boiled potato and next major ingredients are this besan. Besan is very important in this pakoda, and for binding we will use flour and little amount of garlic and ginger paste, and for the taste and flavor we have ajwain or jwano in Nepali. Yeah, so and ल अब चाहिँ हामी कटिङतिर लाग्यौ है त। जहिले पनि कटिङ गर्नुभन्दा अगाडि चाहिँ यसको वेट टावलहरु चाहिँ यसको बेसमा राख्नुपर्छ, जस कारण चाहिँ यो हाम्रो चपिङ बोर्ड चाहिँ हल्लिदैन। वेट टावल चाहिँ अब चपिङ बोर्डको साइज अनुसार राख्नु होला, मेरो चाहिँ अलि सानो हो। पकौडाको लागि चाहिँ प्याज काट्दा ध्यान दिनुपर्ने कुराहरु चाहिँ के हुन्छ भनेपछि यो एंगलबाट कटिङ हान्दा चाहिँ त्यो खालको शेप आउँदैन है प्याजको चाहिँ, त्यसैले हामी यो एंगलले चाहिँ काट्दाखेरि अलि शेप आउँछ है त, शेप। ओके, देख्न सक्नुहुन्छ हाम्रो चाहिँ प्याजको शेप अर्कै निस्किन्छ क्या है, त्यो जुलियन टाइपको एकदम राम्रो है त। अब चाहिँ हामी क्याबेज र क्यारोट तर्फतिर लाग्छौँ। ल हामी चाहिँ अब सबै भेजिजहरु हालिसक्यौं र एडिशनल भेजिज पनि गएको छ, अहिले चाहिँ ग्रीन चिल्ली गएको छ एडिशनलमा चाहिँ। र अब हामी बेसन, फ्लोरहरु, आलुहरु हाल्नुतिर लाग्छौं। आलु चाहिँ हामीले यसरी म्याश गरेर हाल्नुपर्ने हुन्छ है। ल हामीले चाहिँ आलु पनि एड गरिसकेको छौं र अब हाम्रो चाहिँ यो पकौडामा मसलाहरु चाहिँ के हाल्ने त भन्दाखेरि चाहिँ यसको इम्पोर्टेन्ट मसलाहरु चाहिँ हाम्रो कोरिएन्डर पाउडर भयो, हाम्रो क्युमिन सीड जिराको पाउडर र अनि त्यसपछि अजवाइन भइहाल्यो, अनि चिल्ली पाउडर एन्ड सल्ट। अनि चाट मसला चाहिँ पहिले हाले पनि हुन्छ, पछि तपाईको प्रोडक्ट रेडी भइसकेपछि स्प्रिङ्कल गरे पनि हुन्छ। सीड पाउडर हाल्छौँ है त, धेरै हैन, थोरै तितो बनाउँछ है, धेरै हाल्यो भने चाहिँ। कोरिएन्डर पाउडर, हाम्रो चिल्ली पाउडर, ट्युमरिक है त। ल
यति हालेपछि चाहिँ हामी ज्वानो हाल्छौँ, थोरै ज्वानो, सल्ट, हाम्रो फ्लोर थोरै बाइन्डिङको लागि। यो फ्लोर हालेपछि चाहिँ के हुन्छ भनेपछि यो पकौडाले सेप दिन्छ कि, त्यो जस्तो सेपमा हाल्न खोजेको त्यस्तै सेप दिन्छ, त्यसैले हामी चाहिँ थोरै फ्लोर हाल्छौँ बाइन्डिङको लागि। है त, र अनि बेसनले चाहिँ एकदम बाक्लो बनाउँछ। ल अब हामी मिक्स गर्छौँ है, यतिको कन्सिस्टेन्सी यति हुनुपर्छ है त। बेसनहरू पनि चट्ट मिलाएर हाल्नु पर्ने हुन्छ। सबै इन्ग्रिडियन्ट धेरै हालेपछि मिठो हुने कुरा होइन, यिनीहरू यस्तो खाना भन्ने चिज सबै ठिक्कको ठिक्क हालेपछि आफै मिठो हुन्छ है त गाइस। पिस। ल हाम्रो तेल पनि एकदम खरिन लागिसकेको छ। त्यति बेलासम्मको लागि चाहिँ हामी यता पकौडालाई सेप दिन थाल्छौँ। पकौडा चाहिँ देख्न सक्नुहुन्छ हामीले फ्लोर हालेदेखि एकदम बाइन्डिङ मजाले भइरहेको छ, एकदम जस्तो सेपमा निकाल्नु त्यस्तै आउँदैछ। अब धेरै ठुलो पनि होइन, यत्रो यत्रो पिसमा हामी भाग लाउँछौँ है त, यसरी गर्छौँ। ल अहिले चाहिँ हामीले प्रपर वेमा प्रपर सेपमा चाहिँ हामीले पोर्सन गरिसकेको छौँ हाम्रो पकौडा है। पकौडा भने चाहिँ अब आफ्नो ओपिनियन स्टाइल हो। अब मैले चाहिँ यत्रो सेपमा पोर्सन गरेको छु भने अब तेल पनि खरे जस्तो लाग्यो, अब हालौँ है त। एकदम मजाले खरेको छु तेल पनि। अब हामी चाहिँ अब यसलाई एकदम लो हिटमा पकाउँछौँ, बिचमा हामी हिट बढाउँदै जान्छौँ है त। ल अब यतिको कलर आएपछि हामी चाहिँ अब यसलाई निकाल्छौँ है। ल हाम्रो पकौडा पनि एकदम रेडी भइसकेको छ, देख्न सक्नुहुन्छ। अब हामी प्लेटिङ तर्फतिर लाग्छौँ है त। हाम्रो पकौडाको फाइनल लुक्स चाहिँ यस्तो देखिएको छ। मसँग चाहिँ कन्डिमेन्ट बाउल थिएन, त्यसैले टमाटो केचपलाई चाहिँ एज अ गार्निसको रूपमा प्लेटिङ गरेको छु। ल है त गाइस, टेस्ट गरौँ है त कस्तो छ। हेर्न सक्नुहुन्छ एकदम क्वालिटी एकदम दामी रहेको छ। ल है त। लभली किड छोरी। हाम्रो चाहिँ फाइनल हाम्रो पकौडा पनि एकदम रेडी भइसकेको छ, देख्न सक्नुहुन्छ है त। क्रिस्पी रहेको छ है एकदम। यस्तै खालको भिडियोहरू तपाईँलाई हेर्न मन छ भने चाहिँ यो च्यानलमा चाहिँ एकदम आइरहन्छ कुकिङ भिडियोहरू। अब राम्रो लाग्यो नि नराम्रो लाग्यो नि लाइक, सेयर एन्ड सब्सक्राइब, कमेन्ट गर्नु नबिर्सिनु होला।